आज म अलिकति बिसन्चो भएर यता धर्ना स्थलबाट म घरतिर फर्किँदैछु र हाम्रो जति सिक्किममा बस्नुहुने हाम्रो बुद्धिस्ट रिलिजन भन्नुहुनेहरूलाई म यहाँबाट बिन्ती गर्न चाहन्छु कि आउँदो दिन 1 फेब्रुअरीमा यहाँ उहाँ अल इन्डिया बुद्धिस्ट फोरम र अल इन्डिया बुद्धिस्ट अर्गनाइजेसनकोबाट रिक्वेस्ट छ कि तपाईँहरूलाई 1 फेब्रुअरीमा चाहिँ तपाईँहरू जतिजना हुनुहुन्छ सबैजना यहाँ यो धर्ना स्थलमा आइदिनुहोस् भनेर उहाँहरूको रिक्वेस्ट छ। किनभने यहाँको जुन स्थिति यस्तो रहेछ कि अलिकति अब हामी अलिकति माथि अलि गरम र जाडोमा बस्ने मान्छे है, तर यहाँको जाडोमा चाहिँ मलाई चाहिँ अलिकति सायद मलाई अलिकति यहाँ सुट भएन, म अलिकति बिसन्चो भएर फर्किँदैछु है। र यस्तो पर है तपाईँलाई थाहा भएको कुरा हो, यहाँ जतिजना हाम्रो बान्तेहरू बस्नुहुँदैछ धेरैजना है, कस्तो दुःखले बस्नुहुँदै होला। त्यसले गर्दा तपाईँहरूले पनि यो बुझिदिनुहोस् है। र यो जतिवटा अहिले यहाँ धर्ना बस्नुहुँदैछ कसको लागि बस्नुहुँदैछ, जति हामी आउँदो जेनेरेसनको लागि है, आउँदो जेनेरेसनमा हाम्रो बुद्धिस्ट भन्ने चिज चाहिँ नहराओस् भनेर है उहाँहरूले यो दुःख गर्नुहुँदैछ। र म पनि खास 1 महिनाको टार्गेट गरेर आएको थिएँ, तर अलिकति बिसन्चो भएर आज यहाँबाट म फर्किँदैछु है। र यति मेरो छोटो मेसेज म यहाँ राख्न चाहन्छु। र हाम्रो अल इन्डिया बुद्धिस्ट फोरमको हाम्रो जेनरल सेक्रेटरीलाई पनि उहाँलाई पनि 1-2 शब्द राखिदिनुहोस् भन्नु पर्छ। जी धन्यवाद तपाईँलाई। आज बिहान हिजोदेखि म तपाईँलाई देख्दैछु अलिक बिसन्चो हुनुहुन्छ। अनि सायद यहाँ जुन चाहिँ जाडो छ, अब हाम्रो क्षेत्रमा जुन प्रकारको जाडो हुन्छ त्यो अलिक भिन्न जाडो छ, यहाँबाट हड्डीमा लाग्ने जाडो हुन्छ। तर पनि म मेरो पनि के अरे घरमा आमा बिसन्चो छ। तर यहाँ भान्तेहरू 328 दिनदेखिको यो धर्ना गरिरहेको छ। विशेष गरेर हाम्रो एउटै माग छ कि जुन प्रकारले मन्दिरमा हिन्दूहरूको कमिटी रहन्छ भने मस्जिदमा मुसलमान, चर्चमा क्रिस्चियन, त्यस्तै गरेर हाम्रो सबसे पवित्र धरोहरमा त कमिटीमा पो हुनुपर्ने, बुद्धिस्टै हुनुपर्ने। तर 9 जनामा सिर्फ 4 जना मात्रै बुद्धिस्ट छ। यसो हेर्दाखेरि सबै कुरो ठिकै देख्छ, त्यहाँ अब कमिटी पनि चलिरहेको छ। तर तपाईँहरू एकपल्ट बुद्धगया आयो भने एउटा कुरो बुझ्नुहुन्छ कि अतिक्रमण जहाँ पनि अतिक्रमण छ। कहाँ शिवलिङ राख्दै, कहाँ गणेशको मूर्ति, भगवान् बुद्धको मूर्तिलाई विभिन्न नामले दिएर है, अनि करप्सन चरम स्थितिमा छ। त हाम्रो त एउटै माग हो कि बिटिएमसीमा चाहिँ 9 जनामा पुरा 9 जना मेम्बर नै बुद्धिस्ट हुनुपर्छ। अनि 328 दिनको जुन चाहिँ यो धर्ना प्रदर्शन हामी गर्दैछौँ, यसको एउटा फाइदा चाहिँ के, मतलब यसको के पोजिटिभ रिजल्ट निस्क्यो भने कमसेकम 2012मा रिट पिटिसन फाइल जुन चाहिँ गरेको थियो त्यो सुनवाई भएको थिएन। हियरिङ फर्स्ट टाइम 2025मा 16 मईमा भयो, फेरि 29 जुलाईमा, फेरि 30 अक्टोबरमा, फेरि 16 नोभेम्बर, फेरि नेक्स्ट हियरिङ छ फेब्रुअरी 17 तारिक। अनि कमसेकम कुनै मेजर पोलिटिकल पार्टी इन्डिया ब्लक जुन चाहिँ बिहारमा इलेक्सनमा उनीहरूले मेनिफेस्टोमा लेखे कि जब हाम्रो सरकार आउँछ हामी महाबोधि महाविहार चाहिँ पूर्ण रूपले बौद्धहरूलाई सुम्प्नेछौँ भन्ने उहाँले मेनिफेस्टोमा हाल्यो। यो हाम्रो सक्सेस हो। त यो लगातार यो जुन प्रकारको अतिक्रमण, जुन प्रकारको थिचोमिचो भइरहेको छ बौद्धमाथि, यो हामीले सहनु सकेनौँ। अल इन्डिया बुद्धिस्ट फोरमले 3 सालदेखिको हामीले यो आन्दोलन चलाइरहेको छौँ। पुरा देशभरि नै कोर्टमा पनि चल्दैछ, धर्ना प्रदर्शन चलिरहेछ। फेरि 1 फरवरीमा यहाँ लाख भिड गर्ने एउटा हाम्रो एकता शान्ति, तर शान्ति पद चाहिँ शान्तिको रहन्छ, कुनै उग्र होइन। बिचमा उग्र गर्ने एउटा आएको थियो यसलाई बदनाम गर्नुको लागि। तर पनि तपाईँ पङ्क्ति फिन्चुज्यू हामीले हेर्दाखेरि कसैले पनि कुनै एङ्गलबाट हेर्नु हुँदैन, उद्देश्य हेर्नु पऱ्यो, टार्गेट हेर्नु पऱ्यो, केसको लागि चाहिँ हामी गर्दैछौँ। अब फल्ना व्यक्ति मन पर्दैन, फल्ना यो हो, फल्ना ढिस्का यो नहेरेर हामीले चाहिँ एटलिस्ट यो भन्दा ठुलो पवित्र काम चाहिँ हुनु सक्दैन, महाबोधि मुक्तिभन्दा ठुलो काम हुनु सक्दैन, मलाई त्यसो लाग्छ। अनि तपाईँहरूलाई पनि अनुरोध बिन्ती गरिन्छ कि तपाईँहरू 1 फरवरी भने 31 जनवरीभित्र चाहिँ तपाईँहरू यहाँ पुग्नुहोस् बोधगया धर्ना स्थलमा। अनि हाम्रो एकताको ताकत देखाउँ सरकारलाई। अहिले हाम्रो धर्म यात्रा, किन मैले विगत 3 सालदेखि के देखेँ भने जुन ठाउँमा यो महाबोधि महाविहार छ यहीँको मान्छे नै
अन्धकारमा छ। र अस्तिको वर्ष पनि धम्म यात्रा चल्यो बिहारभरि नै। अहिले 28 डिसेम्बरदेखिको पुरा धम्म यात्रा चल्दैछ। एउटा बस लिएर चाहिँ हाम्रो भिखको कति उपासक उपासीको बसमा गएर गाउँ गाउँ बिहारमा गएर जागरण गराउँदैछ। अनि धेरै जागृति पनि भइसकेको छ। आज के अरे एउटा सानो कार्यक्रम पनि छ। त जे विषय होस्, अब हाम्रो आउँदै पिन्चुज्यूलाई धेरै धन्यवाद, तपाईँले सिक्किम रिप्रेजेन्ट गरेर आइदिनु भयो। जस्तो म पनि त्यही क्षेत्रको हो, अनि आज जब पनि म परिचय दिन्छु म आफ्नो क्षेत्रको परिचय दिन्छु। किनभने अब हामी वर्षौँ दिनै हामी यहाँ आउँछौँ, यहाँ वर्षमा एकपल्ट आउँछौँ, बोधगयामा हेर्छौँ, यसो भइरहेको छ, यसो भएर तर हामी केही गर्न सकेका थिएनौँ। तर एटलिस्ट यो आन्दोलनले, महाबुद्धि महाविहार आन्दोलनले, मुक्तिको आन्दोलनले सरकारलाई पनि चेतना खुलिसकेको छ। अनि यो हाम्रो लगातार यो आन्दोलन चलिबस्छ शान्तिपूर्वक। र त्यसरी धन्यवाद तपाईँलाई, धेरै धन्यवाद। तपाईँ स्वास्थ्य छिटो भएर फेरि आउनुहोस्, पुरा टिम लिएर आउनुहोस्। अनि सबैलाई अनुरोध गर्नुहोस् कि योभन्दा राम्रो ठुलो मौका पाउँदैन पुण्य कमाउनु लागि चाहिँ। धन्यवाद।